सम्पूर्णलाई नमस्ते। हौवा सेवा सेउना झोरले जो जोलोपा टाँसिदेले ट्यापुल्ला भन्न चाहन्छु। म चाहिँ आज यस भिडियोमा आएको छु। सायदै मेरो यस्तो भिडियो चाहिँ पहिलोचोटि, लाइभ भिडियो चाहिँ पहिलोचोटि नै होला। खासै बनाउँदिनँ पनि, अलिक जानिँदैन पनि भनौँ न, यो सिकिँदैछ। अब सिक्ने तर्खरमै हो, सिक्ने प्रयास गरिँदैछ र सिक्दै हेर्दै सिकाउँदै सुनाउँदै सुन्दै गर्नु नै पर्छ। तपाईँले सपोर्ट गराएर आदान प्रदान गर्नुपर्छ। मान्छेको दिनचर्याहरू के छ होइन, जिन्दगीमा यस्तै त सिक्ने सिकाउने राम्रा कुराहरू है। फेरि म चाहिँ खास विशेष के भन्न खोजिरहेको छु भने भिडियो मार्फत थोरै टेक्निकल टिप्सहरूकै बारेमा हो र केही काम लाग्छ, ज्ञानवर्धक छ, टेक्निकली नै छ कुराहरू। अनि अब भिडियो बनाइन्छ अहिलेको यो समयमा, अहिलेको स्थितिमा भिडियो नबनाउने, सोसल मिडिया नबनाउने, रिल्स ब्लगहरू विभिन्न नबनाउने अब सायदै कमाइ नै भनिन्छ भनौँ न। टेक्निकली जमाना हो सोसल मिडिया बिना केही पनि जानिँदैन पनि, सुनिँदैन पनि, सिकिँदैन पनि। सुनाउने ठाउँ त कति सजिलो छैन अहिले, सुन्ने सुनाउने माध्यम भयो। र अब मैले पनि 2010 कतिबाट मैले फेसबुक खरा आएको थियो, त्यतिखेरदेखि मैले चाहिँ फेसबुक प्रयोग गर्न थालेको। त्यसमा बिचमा फेरि मेरो त्यो आइडी बिग्रियो, अनि फेरि पछि यो बनाएर मेरै जस्तै तपाईँहरूको पनि कति यस्तै होला होइन। आजको भोलि एउटा फोटो भिडियो हालेँ, कति प्रयास गर्दा पनि भएन भन्दैमा आत्तिनुपर्ने चाहिँ हुन्न, आत्तिनु हुन्न र हतार पनि गर्नुहुन्न। धैर्य नै ठुलो कुरो, धैर्य चाहिँ हुनुपर्छ है। जस्तै आजको भोलि मेरो 10,000 फलोवर्स, युट्युबमा चाहिँ सब्सक्राइब, भ्युज पुगिहाल्छ भन्ने कुरो छैन। बिस्तारै गर्दै 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 जाने हो। जस्तै मानिलिउँ हामीले कुनै खेती गऱ्यौँ, कृषि गऱ्यौँ, बाली नाली लगायौँ। अब बाली नाली लाउँदा पनि ठाउँ अनुकूल 5-6 महिना, 3-4 महिना त जहाँ पनि लाग्छ। त्यस पछाडि मात्रै हामीले फल खान पाउँछौँ, उपलब्धि लिन पाउँछौँ। जस्तै अर्को, जस्तै हामी विदेश, नेपालीहरू विदेश नगई उपाय छैन, सबै हामी विदेश जान्छौँ। अब विदेश कहाँ जाने होइन, मैले जस्तै प्लान बनाएँ भने मैले साथीभाइलाई सोध्छु कहाँ जाने त पहिले, अन्धाधुन्ध हातमा सिप पनि हामी नेपालीको खासै हुन्न नै है, यो सबैलाई थाहा भएको कुरो। केमा जाने, कहाँ जाने, म साथीहरूसँग सोध्दै जान्छु र काठमाडौँ एजेन्ट अथवा मेन पावरको सामान्य पुग्छु। अब म सोध्छु होइन, कुन ठाउँ जाने, के गर्ने, कहाँ छ त भन्दै जान्छु। त्यहाँ भन्छ मलाई यो ठाउँ छ भन्छ। अनि म मेडिकल गर्छु, प्रोसेसमा लाग्छु, मेडिकल गर्छु, विभिन्न गर्छु, पासपोर्ट बुझाउँछु आदि इत्यादि गरेर म आउँछु। त्यस पछाडि म 2-4 महिना, 5-7 महिना, वर्ष दिन मैले वेटिङमा बस्नुपर्छ भन्न बित्तिकै भयो त त्यो भएन। र पनि अझ अब वेटिङमा बस्दा बस्दा अब समय आयो, अनि अब प्लेन चढेर जान्छु होइन, घर परिवार छोडेर, इष्टमित्र, गाउँघर, आफ्नो जग्गा जमिन, घर गाउँ छोडेर जलजल सपना देख्दै म प्लेनमा चढ्छु। प्लेनमा चढिसकेपछि सपना देख्नु थालिन्छ। अब कस्तोमा पुगिने हो, हिँड्नु त हिँड्यो, कहाँ जाने हो, देश ठाउँ त त्यही हो। कस्तो घरमा पर्ने हो, कस्तो छ रुम, कस्तो छ मेरो ड्युटी, कस्तो छ साउ बोस आदि इत्यादि, कस्तो छ सङ्गत साथी, अथवा आफ्नो देशको नेपालीहरू मात्रै छौँ कि कि विभिन्न देशकोसँग मिलेर बस्नुपर्ने, भाषा पनि छैन होइन, ल्याङ्ग्वेजहरू पनि अब त्यही ठाउँको त अब कसले पो सिकेर जाला र। अब इङ्ग्लिस अलिअलि छ, त्यसले काम गर्ला नगर्ला, विभिन्न चाहिँ समस्याहरू होइन मुटुमा बोकेर सक्छु भनेर एउटा आँटले नजाने हो सबै। त्यस्तै अब यो हरेक कुरोमा धैर्य छ। सबभन्दा धैर्य नै ठुलो कुरो
धैर्य चाहिँ हुनुपर्छ। धैर्य भएन भने अगाडि बढ्न सकिँदैन। धैर्य हुनुपर्छ, धैर्यवान हुनुपर्छ। आत्तिने कुरो हुँदैन। नराम्रो काम नगरौँ, राम्रो काम गरौँ, धैर्यवान बनौँ। त्यही हो जिन्दगीको सफलता, त्यही हो भन्न चाहन्छु। र अर्को सामान्य अब टेक्निकल कुरोमा चाहिँ के छ भने हामी हामी सबै नै अब भिडियो हल्का बनाउँछौँ नै, रमाइलोमा होस् या त कतै टुरमा जाँदा होस् या विभिन्न होइन इन्डोर गर्दा खेलकुद यताउता गीत सित गाउने गरिन्छ, त्यो सबैले गरिन्छ। अनि त्यसमा चाहिँ सबभन्दा ध्यान दिनुपर्ने कुरा चाहिँ हामीले म भिडियो बनाउँछु, जस्तै म भ्लग बनाउँदैछु, मैले भ्लग बनाउँदा चाहिँ मैले स्टोरी चाहिँ राख्नुपर्ने रहेछ है। सबभन्दा टपिक के छ त्यो विषयको मैले बनाएर मैले त्यसलाई चाहिँ फोकस गर्ने हो, अनि त्यही विषयको मात्र देखाउने। अनि त्यसमा पनि अब धेरै नबोल्ने क्या, भिडियो बनाउँदाखेरि धेरै बोल्यो भने पनि अलिक झन्झट हुँदोरहेछ, सुन्दा पनि अलिक होइन साहित्यकार अब नेतै भाषा नै गरे जस्तो त गर्नु भएन। सामान्य बोल्ने, ठिक्क बोलेर देखाउने, विशेष त्यो भिजुअललाई इन्टरटेनमेन्ट गराउने हो। अनि त्यसमा ब्याकग्राउन्ड साउन्डहरू हुन्छ, साउन्ड पनि सफ्टनेस राख्ने क्या, मिठो स्विट आओस्, सुन्दा पनि आहा कस्तो म्याच गरेको मिठो सानो हुनुपर्ने रहेछ। अनि अर्को जम्प कट भन्छ, जम्प कटहरू पनि प्रयोग गर्नुपर्छ सामान्य त्यसमा। त्यो चाहिँ फेरि टपिक अनुसार र त्यहाँको सिचुएसन अनुसार है त्यो पनि। त्यस पछाडि एउटै कुरो 17 खेप नबोल्ने, अघि भने मैले। अनि हामीले जति भिडियो गर्छौँ कुनलाई फोकस गरेर चाहिँ एउटा भिडियो देखाइरहन्छौँ नि हामी, त्यो भिडियो एकै ठाउँको लागि जस्तै एउटा घरलाई एउटा कुनै केही देख्यो भने त्यहाँ देखाइ नरहने क्या। हामी त 1 मिनट 1.5 मिनट त्यहाँ देखाउँछौँ नि त, फोकस गर्छौँ, त्यो नगर्ने। त्यसमा चाहिँ 5-6 सेकेन्ड 8-10 सेकेन्ड मात्रै लगायो भने हेर्नेलाई रमाइलो लाग्न सक्छ। त्यसपछि अरू देखाउँ फेरि त्यहाँ गर्ने क्या, त्यसमा फोकस गर्ने। अनि अब यो मैले लगाएको छु माइक चाहिँ प्रयोग गर्नुपर्छ, अनि साउन्ड क्लियर हुन्छ। साउन्ड पनि क्लियर आएन भने अलिकति झन्झट हुन्छ सुन्नलाई। साउन्ड चाहिँ क्लियर आउनु पर्यो। अब जस्तै मैले अहिले भने, अब के भने नि होइन, यहाँ मैले थोरै ज्ञानका कुरा पनि गरेँ। त्यो सुन्दा त हो त यो त यथार्थै हो त भन्ने होस् क्या, क्लियर आओस् साउन्ड होइन, मिठो होस्। अनि अब के छ भने भिडियो बनाउने एप्सहरू हुन्छ। मैले पहिले सिक्दाखेरि मैले चाहिँ काइनमास्टरबाट गरेँ। काइनमास्टरबाट चाहिँ अलिकति त्यो के भन्छ वाटर मार्कर आउँदो रहेछ, त्यो अलिक आइहाल्ने क्या। त्यो अलिकति झन्झट लागेर आउनु त राम्रो थियो एकदम। त्यो ठुलो विभिन्न अब फोटोग्राफर डिजाइनरहरूलाई हरेक भिडियो मेकरहरूलाई पनि त्यसले ठुलो काम दिन्छ। तर अलिकति त्यो समस्या। अनि अहिले भिएनए एडिटर र क्यापकट चलाउँछु कहिलेकाहीँ, दुइटै जान्दछु म। सिकेपछि सबै जानिन्छ नि, नजान्ने कुरो हुँदैन, सिक्नु चाहिँ पर्यो। अनि इमोसन्स भन्ने नि थोरै 2-4 शब्दहरू गर्ने, अनि यो युज गर्ने, यो चाहिँ हुनैपर्छ, साउन्ड आउनुपर्छ। यो मेरो यो यस्तोहरू सेटहरू पनि थोरै सस्तोमै पाउँछ, धेरै महँगो पर्दैन यस्तो सामानहरू। भन्दै अब फेरि पनि यस्तो भिडियोहरू लिएर आउने कोसिस गर्नेछु। फेरि पनि भेट हुने नै छ भन्दै मेरो 2 शब्द यति नै। हस् त।